नमस्कार। आज म यहाँलाई टाउको दुख्ने समस्या यानी कि हेडेकको विषयमा एउटा विशेष जानकारी दिनेछु। धेरैसो टाउको दुखाइहरू सामान्य किसिमको हुन्छ भनेदेखि कुनै कुनै अवस्थामा यसले चाहिँ अलि नराम्रो किसिमको टाउको दुखाइ अर्थात् भनौँ अलि फेटल किसिमको टाउको दुखाइ पनि हुनसक्छ। त्यसैले आजको यस भिडियोमा म यहाँलाई कस्तो किसिमको लक्षणहरू देखेमा चाहिँ यसलाई अलि डेन्जर किसिमको हेडेक हुन्छ, डेन्जर साइन हुन्छ र त्यस्तो अवस्थामा चाहिँ तुरुन्त स्वास्थ्य संस्थामा वा डाक्टरको निगरानीमा जानुपर्दछ भन्ने विषयमा जानकारी दिनेछु। सबैभन्दा पहिला यदि तपाईको टाउको दुखाइ समस्या एक्कासी सुरु भयो, विदिन 5 मिनेट वा 10 मिनेटमा चाहिँ टाउको दुखाइ एकदम धेरै भयो वा तपाईको जीवनमा यस्तो किसिमको टाउको दुखाइ अहिलेसम्म भागै थिएन भन्ने किसिमको टाउको दुख्यो भनेदेखि त्यो किसिमको टाउको दुख्ने समस्या चाहिँ ब्रेन हेमोरेज वा सब अर्गन हेमोरेज हुनसक्छ। त्यस्तो अवस्थामा तपाईले डाक्टरको सल्लाहमा जानुपर्दछ। त्यसैगरी दोस्रो नम्बरको हेडेक, यदि तपाईको टाउको दुख्ने समस्या सँगसँगै तपाईलाई ज्वरो आउने, बेसुर जस्तो हुने, त्यसैगरी लगातार उल्टी भइराख्ने समस्या भइरहेको छ वा तपाईलाई छारे आयो वा तपाईको एक भाग नचल्ने कमजोर भयो, त्यसैगरी तपाईको उमेर 50 वर्षभन्दा बढी उमेरको छ र तपाईलाई पहिलोचोटि टाउको दुखेको छ भने पनि त्यस्तो अवस्थामा पनि यो किसिमको हेडेक चाहिँ नराम्रो किसिमको हुनसक्छ। यदि तपाईको हेडेकको समस्या चाहिँ अकस्मात रातिको समयमा चाहिँ निन्द्राको समयमा टाउको दुखेर तपाईलाई उठ्नु पर्यो, तपाई सुतेको बेलामा टाउको दुखेकै थिएन तर उठ्दाखेरि चाहिँ वा टाउको दुखेर तपाई उठ्नुपर्ने अवस्था आयो भने पनि त्यस्तो किसिमको यो समस्या चाहिँ नराम्रो समस्या हो। अन्तिम अर्थात् 5औं नम्बरको हेडेक भनेको चाहिँ यदि तपाईलाई पहिलेदेखिबाट माइग्रेनको समस्या छ वा टेन्सन टाइपको हेडेक छ र तपाईले पहिलेदेखिबाट वर्षौंदेखिबाट औषधि खाँदै आइरहनु भएको छ, तर यो पटकको हेडेक हुँदाखेरि चाहिँ तपाईको यो हेडेकको नेचर चेन्ज भएर आयो। पहिला चाहिँ जस्तो कि माइग्रेनको टाउको दुखाइ कस्तो किसिमको हुन्छ भन्दाखेरि सुरुमा एउटा सामान्य किसिमको टाउको दुखाइ हुन्छ र यो बिस्तारै बिस्तारै बढ्दै एउटा पिक लेभलमा आउँछ, एक दिन दुई दिनमा पिक लेभलमा आउँछ भनेदेखि चाहिँ अब यो पटक चाहिँ तपाईको चाहिँ टाउको दुखाइ चाहिँ विदिन 5 मिनेट 10 मिनेट वा 1 घण्टा 2 घण्टामा नै म्याक्सिमम टाउको दुख्यो भनेदेखि त्यस्तो अवस्थामा तपाईले मेरो पुरानै किसिमको टाउको दुखाइ हो, माइग्रेनको समस्या हो वा टेन्सन टाइपको हेडेक हो भनेर चाहिँ सामान्य रूपमा लिएर नबस्नु होला। त्यस्तो अवस्थामा तपाईको यो टाउकोमा चाहिँ अलि जटिल किसिमको समस्या हुनसक्छ र यस्तो अवस्थामा पनि तपाईले डाक्टरको सल्लाहमा जाने वा नजिकको स्वास्थ्य संस्थामा गएर चाहिँ आवश्यक परेको खण्डमा चाहिँ ब्रेन इमेजिङ, सिटी स्क्यान वा एमआरआई जस्ता जाँचहरू गरेर हेर्नु आवश्यक हुन्छ।